महान लेनको आज 16औं दिन। आजको शीर्षक रहेको छ दयनीय अवस्थादेखि छुटकारासम्म। आजका बाइबल खण्डहरू रहेका छन् यशाया पुस्तक 1 अध्यायको 16 देखि 20 पद, लुका 19 को 1 देखि 10, भजन सङ्ग्रह 75। दयनीय हुनु भनेको त्यस्तो अवस्था हो जुनबाट प्रभुको अनुग्रहद्वारा बाहेक छुटकारा पाउन सकिँदैन। सन्त पावलले जीवनभित्र बास गर्ने पापको प्रभावबाट छुटकारा पाउने उत्कट इच्छा गर्दा यस्तै प्रकारको चिन्ता व्यक्त गरेका छन्। तिनले आफ्नो शारीरिक र कपटु स्वभावबाट छुटकारा पाउनका निम्ति सङ्घर्ष गरे। छुटकारा र उद्धार येशूको रगतले हाम्रा सबै अधर्महरूबाट हामीलाई पखालेपछि मात्र आउँछ। यो सत्य हो कि पापको शक्तिले त्यसका पासो र प्रलोभनद्वारा निरन्तर हामीलाई यातना दिँदछ। मानिसको दोष यो छ कि हामी आफ्नो पाप स्वभावको भ्रष्टता र कमजोरीका शिकार बन्दछौँ। त्यसै कारण सन्त पावलले यसरी पुकारा गरे, हाय म कस्तो दुखी मानिस, यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला। यहाँ मानव जातिको दुखी अवस्थाको वास्तविक तस्बिर पाइन्छ। हाम्रो मनलाई कुतकुताउने विज्ञापनहरू र बलात्कार, अङ्गभङ्ग, हत्या गरेका घटनाहरू हेर्न हामीले टेलिभिजन खोलेको समाचार पत्रहरू पनि यातना, अनैतिक र काम वासनाका कुराहरूले भरेका हुन्छन्। एकपछि अर्को पृष्ठमा मानिसको दुष्टताको प्रतिनिधित्व गरी पाइन्छ। के यस्ता रोगहरूको निम्ति कुनै समाधान छैन? के यसबाट उनको कुनै उपाय छैन? के हामी कुनै छुटकाराको आशा गर्न सक्दैनौँ? के हामी शुद्ध व्यवहार, नैतिक र आत्मिक जीवन जिउने सपना देख्न सक्दैनौँ? अवश्य पनि सक्छौँ। यो सम्भव छ। यसलाई हेर्नुहोस्। के त्यति मात्र हो? के त्यति सजिलो छ? के हामीले गर्नुपर्ने अरू कुराहरू छन्? के परमेश्वरले हामीबाट अरू कुराको पनि आशा गर्नुहुन्न? केही पनि आशा गर्नु। येशू पापको शक्ति र प्रभाव हटाउन क्रुसमा गाडिनु भयो। हामीलाई नयाँ जीवनको आशा दिन मरेकाबाट फेरि जीवित हुनुभयो। अहिले उहाँ पिता परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। मर्कुस 16:19 पद। उहाँले त्यहाँ बसेर के गरिरहनु भएको छ? उहाँले पिताको अगाडि हाम्रो पक्षमा मध्यस्थ बिन्ती गरिरहनु भएको छ। क्रिस्ट येशूको मध्यस्थ बिन्तीको सूचीमा हाम्रा नामहरू छन् र उहाँले आफ्ना पितासँग हामीलाई हाम्रा सङ्घर्षहरू, कठिनाइहरू र निराशाहरूबाट बचाउने बिन्ती गरिरहनु भएको छ। यसैले हामी असल लडन्तमा लागिरहँ। हामी आफ्नो कमजोरीद्वारा छल्न साहस गर्नुहोस् र परमेश्वरमा हाम्रा निम्ति जुन प्रतिज्ञाहरू छन् त्यसलाई समाप्ति राख्नुहोस्। पवित्र धर्मशास्त्रले भनेको वचन याद गर्नुहोस्। उहाँमाथि भरोसा राख्नु कोही लाजमा पर्दछ। रोमीको पुस्तक 10 अध्याय 11 पद। यो पवित्र समयमा अनुग्रहको सिंहासनमा जानुहोस् र उहाँमाथि भरोसा राख्न सिक्नुहोस्। उहाँको असीमित शक्ति र अनुग्रह दिइयोस् भनी प्रार्थना गर्नुहोस्। उहाँले तपाईँले धार्मिकताको वस्त्र पहिराइदिनु भनेर बिन्ती गर्ने हाम्रो धार्मिकता, हाम्रा उद्धार र हाम्रा सबै कुरा हुनुहुन्छ भन्ने विश्वास गर्नुहोस्। हामीले मनन गर्नुपर्ने कुरा दयनीय हुनु भनेको के हो र यो अनुभव मेरो दैनिक जीवनमा कसरी फैलिन्छ? म क्रिस्टमा को हुँ र मेरा उद्धारकर्ताको साथमा म कहाँ खडा छु? शैतानले मलाई मेरो पापहरू स्मरण गराउँदा मैले के गर्नुपर्छ? हामी धार्मिक जीवन जिउने साहस कसरी पाउन सक्छौँ? प्रयोग: म सर्वशक्तिमान परमेश्वरको अघि आफूलाई शुद्ध र धार्मिक राख्न सधैँ कठोर परिश्रम गर्नेछु अनि मलाई नम्र बनाउन येशू ख्रिस्टको रगतको माग गर्दछु। मेरा उपलब्धि र सफलताहरूमा घमण्ड गर्ने छैन। यसको विपरीत उहाँको कृपाका निम्ति उहाँप्रति म धन्यवादी हुनेछु र म सधैँ उहाँको कृपामा भर पर्नेछु। हामी प्रार्थना गर्नेछौँ। हे स्वर्गमा बस्नुहुने पिता, मलाई शक्ति दिनुहोस् कि म कहिल्यै हरेस नखाऊँ, तर तपाईँले मेरो पक्षमा मध्यस्थ बिन्ती गर्नुहुन्छ भनी जानेर म तपाईँको दयामा भर परौँ।
मेरा कठिनहरूमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्। तपाईँको अनुग्रह र कृपाका निम्ति धन्यवाद। येशूको प्यारो नाउँमा म प्रार्थना गर्दछु। आमेन।